गोरुले आफ्नो मालिक चिन्दछ, गधाले आफ्नो स्वामीको डुँड चिन्दछ, तर मेरो प्रजाले मलाई चिन्दैन। मैले मेरै प्रतिरूपमा मैले मानिस जातिलाई बनाएँ र पृथ्वीमा मैले राखेँ र पृथ्वीमा भएका हरेक चिज वस्तु थोकमाथि अधिकार गर्नलाई द्याएँ र सबै चिजमाथि उनीहरूले अधिकार गरून् र आफ्नो जीवन अगाडि बढाउन्। सबै चिज आहाराको लागि दिए भनेर लेखिएको छ। बरु पशुले आफ्नो मालिकलाई चिन्यो, गधाले आफ्नो स्वामीको डुँड चिन्यो, तर मान्छे जातिले साँचो ईश्वरलाई चिन्न सकेन। यस्तो एउटा मान्छे चाहिँ एक दिन आफ्नो घोडामा चढेर टाढै जाँदै रहेछ। अनि बीच बाटोमा जाँदै गर्दा एकजना अपाङ्ग मान्छेलाई देखेछ। अनि दयाले भरिएछ। अनि यो मान्छेलाई पनि मैले गधामाथि घोडामाथि चढाएर लान्छु भनेर घोडामाथि चढाएर लगेछ। अनि धेरै 12-13 किलोमिटर गइसकेपछि ल अब झर्नुस्, घोडो पनि थाक्यो होला भनेर भनेछ। अनि त्यो अपाङ्ग मान्छे त यो घोडो मेरो हो, तपाईँ झर्नुस् भनेर भनेछ। अनि दुईटाको त्यही भनाभन भएछ। उसले मेरो भन्छ घोडालाई, उसले मेरो भन्छ। अनि गाउँका मान्छेहरू आएछन्, अनि गाउँको मुखिया पनि आउनु भएछ। त्यसपछि कसको त घोडो पत्ता लगाउन सकिन्छन्। अनि मुखियाले भन्नुभएछ, ल अब तिमीहरू घर घर जाने, भोलि मात्रै आउने 7 बजे, त्यति बेलासम्म यो घोडालाई चाहिँ मैले यहीँ बाँधेर राख्छु। एउटा मालिक भोलि बिहान 7 बजे पूर्वबाट आउने, एउटा मालिक चाहिँ पश्चिमबाट आउने। कसको घोडो रहेछ यो आफैले, यही पशुले, यही घोडाले चिन्छ भनेर भन्नुभएछ। अनि त्यसपछि घोडालाई त्यहीँ बाँधेर मालिकहरू दुईटा आफ्नो ठाउँमा गएछन्। अनि त्यसपछि 7 बजे चाहिँ बिहान आएछन् मालिकहरू, एउटा पूर्वबाट एउटा पश्चिमबाट। घोडो त रातभरि चिन्ता मानेर आँखाभरि आँसु ल्याएर रोइरहेको रहेछ। कहाँ गयो होला मेरो मालिक, मलाई यो चिसो ठाउँमा राखेर न खानु छ न पिउनु छ, मेरो मालिकले दाना खुवाउँथे, मेरो मालिकलाई के आपत परेछ आज, मेरो मालिक चाहिँ आउन सकेनन्, मलाई यस्तो ठाउँमा आपत परिरहेछ। बिहानै तातो पानी दिन्थे, दाना दिन्थे, मैले कति खान्थेँ, आज म यति दुःखमा छु भनेर रातभरि मालिकलाई सम्झेर रोइ गरे रहेछ। अनि जब मालिक दुईटा मालिक पूर्व र पश्चिमबाट आउँदै थिए, अनि आफ्नो सक्कली मालिकलाई टाढेबाट देखिहालेछ। घोडाले त दाम्लो चुडाएर त्यसपछि कुँदेर गएछ मालिक पनि। सुमसुमा छरे, सुङ चरे, अनि आँखाबाट आँसु झार्या छरे, मेरो मालिक तपाईँ कहाँ जानुभएको थियो, म रातभरि यति